सम्पूर्ण भाइ बहिनीहरूमा नमस्कार। म आज विशेष गरी क्लास 9, 10 विशेष गरी अर्थमेटिक मिन मध्यकसँग सम्बन्धित रहेर एउटा क्वेसन सल्भ गर्न गइरहेको छु। त्यो चाहिँ राम्रोसँग हेरेर हजुरले पनि सिक्नुहोला र अरूलाई पनि सिकाउने काम गर्नुहोला भन्दै मैले आफ्नो क्वेसनतर्फ लान अनुमति चाहेँ। फाइन्ड द अर्थमेटिक मिन अफ द गिभन कन्टिन्युअस डाटा। हामीलाई चाहिँ एउटा कन्टिन्युअस डाटा दिन्छ, त्यसको आधारमा चाहिँ हामीले के गर्नु पऱ्यो, अर्थमेटिक मिन निकाल्नु पऱ्यो भाइ बहिनीहरू। हामीसँग दिएको चाहिँ क्लास भनेको छ, फ्रिक्वेन्सी भनेको छ 2 देखि 12 सम्म कुनै पनि व्यक्तिले प्राप्त गरेको मार्क्स भनेर भन्नुपर्ने हुन्छ। हामीले जुन त्यो डाटा हुन्छ, त्यो डाटा चाहिँ कति छ भन्दा 2 देखि 12 सम्म डाटा कति रहेछ जम्मा 2टा छ। मानुस् चाहिँ कहिले 8 लाग्यो कहिले 10 लाग्यो, त्यो गर्नु कति रहेछ 2 रहेछ। यस्तै गरी 12 देखि 22 सम्मको दिएको रहेछ 4, 22 देखि 32 सम्म कति 5, यसै गरी कन्टिन्युस हामी गएको छ 10 सम्म। यसलाई चाहिँ हामीले सल्भ गर्नुपर्ने हुन्छ भाइ बहिनीहरू। मैले चाहिँ यसैले फ्रिक्वेन्सीलाई चाहिँ मैले यहाँ राखेको छु, किनभने पछि मैले क्वेसन साइड बनाउँछु, त्यो हामीले जो चेन्ज गरेपछि सबै चेन्ज हुन्छ। यस्तै गरी हाम्रो इन्टरभल कति छ, अहिले चाहिँ हाम्रो लोअर लिमिट कति छ 2 छ। यहाँबाट चेन्ज गऱ्यो भने सबै चेन्ज हुन्छ भाइ बहिनी, त्यो म पछि देखाउनेछु। यस्तै गरी अनि हाम्रो यहाँ हाइट भनेको छ, यसलाई चाहिँ इन्टरभल भनेर बुझ्दा पनि हुन्छ भाइ बहिनीहरू। 2 देखि 12 सम्मको जुन बिचको डिफ्रेन्स कति छ 10 छ, त्यसलाई हामीले हाइट भन्ने पढिन्छ भाइ बहिनीहरू। यहाँ चाहिँ 10 लेखेको छु। सल्युसनमा गयो हामी। अब सल्युसन टेबल फर अर्थमेटिक मिन अफ द कन्टिन्युअस डाटा। यदि हामीलाई अब्जर्भेसनको डाटा के छ, डिस्क्रिट छ र कन्टिन्युअस डाटा छ भने एउटा टेबल बनाउनु पर्ने हुन्छ भाइ बहिनीहरू। टेबल मैले यहाँ बनाइसकेको छु। क्लास हामी चाहिँ यहाँ छ अनि फ्रिक्वेन्सी भइहाल्यो यो। यसलाई अब हामीले सम्झनु पर्ने के हुन्छ भन्दाखेरि हामीले फर्मुला याद गर्नु पऱ्यो। मेन कुरा त पहिला अर्थमेटिक मिन कन्टिन्युअस हुँदाखेरि फर्मुला के हुन्छ अरे समेसन एफएम अपन यान हुन्छ भाइ बहिनी। त्यसलाई हामीले एम भनेको चाहिँ मिड भ्यालु, यो क्लास इन्टरभलको 2 देखि 12 सम्मको बिचको मान हामीले एमले सङ्केत गरिन्छ, मिड भ्यालु भन्छ। त्यसको लागि कति छ हामीले निकालौँ है त। हजुरहरूले 2 र 12 जोड्नुहोस् अनि कति आउँछ त्यसलाई 2 ले भाग गर्नुहोस्, त्यो नै के हुन्छ त्यसको मिड भ्यालु हुन्छ भाइ बहिनीहरू। मैले यहाँ कन्भर्स गर्नेछु हेर त। 2 + 12 14 डिभाइड 2 गरेर कति आउँछ 7। यसरी अब यो जोड्नु कति आउँछ 22 + 12 36 डिभाइड 2 17। सरी 114 भयो 36 17 है त। यस्तै गरी अब कन्टिन्यू गर्दै जाउँ, कति आउँछ हामी हेर्दै जाउँ है त। अब यहाँ भन्यो एफएम, एफएम भन्नु चाहिँ एफ र एमलाई के भने हामीले मल्टिप्लाई गर्ने है त। त्यो कुरा बुझ्नुपर्ने हुन्छ हामीले। अल्जेब्रामा दुईवटा अल्जेब्रिक टर्महरू आयो भन्दा बिचमा के हुन्छ अरे मल्टिप्लाई हुन्छ भाइ बहिनीहरू। नेक्स्ट यतै 2 7 14 4 17 68। यसलाई कन्टिन्यू गर्दै जाउँ हामी, कति आउँछ हजुरले पनि गर्नु है त, गर्न चाहिँ नछोड्ने। अब हामीले यहाँ निकाल्नु पर्ने हुन्छ, हामीले फ्रिक्वेन्सीमा भएका डाटाहरूलाई के भने हामीले जोड्ने भने के आउँछ त्यसको यान आउँछ। यो भनेको चाहिँ नम्बर अफ टोटल फ्रिक्वेन्सी, टोटल फ्रिक्वेन्सीमा भएका टोटल नम्बर छ तिनीहरू के भनिन्छ यानले बिलो गरिन्छ। यसरी अब हामीले एफएम निकाल्नु पर्ने छ भाइ बहिनीहरू। समेसन एफएम भनेको छ, यो भनेको चाहिँ एफएममा भएको कोलमको सम्पूर्ण नम्बर के भने हामीले जोड्नु पर्यो, के आउँछ समेसन एफएम आउँछ है त। यो कुरालाई मैले यहाँ रिभ्यू गरेर लेखेको छु भाइ बहिनीहरू। हाम्रो नम्बर अफ अब्जर्भेसन 55, समेसन एफएम इज इक्वल टु 3045। अब नेक्स्ट हामीलाई थाहा छ अर्थमेटिक मिन एक्स बार इज इक्वल टु समेसन एफएम अपन यान हुन्छ भाइ बहिनीहरू। यो फर्मुला छ। यसरी चाहिँ हामीले यहाँको भ्यालुलाई हामीले समेसन एफएम भनेको चाहिँ 3045 अनि यहाँ भने 50 राख्यो। यसलाई हामीले यसमा गरेको आयो 55.36। जुन भ्यालु आएको छ यो नै के हो त, यो कन्टिन्युअस डाटाको एभरेज मिन अर्थात् अर्थमेटिक मिन पनि यही नै हुन्छ है त। यो अर्थमेटिक मिन एक्स बार इज 55.36 भाइ बहिनीहरू।
कस्तो लाग्यो हेरेर प्रतिक्रिया पनि दिनु होला है त। अब हजुरहरूलाई म एउटा क्वेसन यहाँ दिन्छु, हजुरहरूले चाहिँ एक्सेप्ट गर्नुहोस् अनि म पछि पुनः चेक गर्नेछु है त। क्वेसन छ, ल क्वेसन हामी हेर्दै जाउँ। अब मैले फ्रिक्वेन्सी चेन्ज गरिदिन्छु है त, हजुरले पनि आफैले गर्नु होला। 2 राखौँ, 6 राखौँ, 7 राखौँ, अनि 11 राखौँ, 1 राखौँ, 9 राखौँ, 8 राखौँ, 10 राखौँ, 1 2 3 4 5 1 2 3 4 5 6 7 8 5 राखौँ न, 5 राखेको पनि छैन, 8 9 4 पनि राखौँ। ल यहाँ चाहिँ मैले यसलाई इन्टर गरिदिन्छु। हेर्नुहोस् त क्वेसनको यहाँ तलको फ्रेम सबै चेन्ज भएको छ भाइ बहिनीहरू। यस्तै गरेर अब मैले यसको इन्टरभल पनि चेन्ज गरिदिन्छु। यहाँ 2 थियो हाम्रो, सुरुमा त लोवर लिमिट हाम्रो कति 2 थियो, यसलाई मैले 10 बनाइदिन्छु। यो पनि नेक्स्ट सबै चेन्ज भइसकेको छ भाइ बहिनीहरू। इन्टरभलमा मैले 5 गरिदिन्छु। इन्टरभल कति आउँछ हाम्रो सबको 5 10 15 15 20 20 25 20 30 सबको इन्टरभल के भयो फेरि अब चेन्ज भएको छ है त। यसलाई चाहिँ हजुरले एकैछिन गर्नुहोस् अनि एन्सर कति आउँछ भिडियोलाई एकैछिन पज गरेर पुनः हेर्नु है त। यसको मैले सर अब देखाउनेछु स्टेप बाई स्टेप। यसरी चाहिँ हजुरहरूले घरमा पनि प्रयास गर्नु होला, धेरै नै उपयोगी हुनेछ। 35.99 आयो। यस्तै गरी हामीले अरू क्वेसन यहाँबाट बनाउनु मिल्छ भाइ बहिनीहरू, जति पनि बन्छ यहाँ क्वेसन। अब हामीले यतिवटाबाट यहाँ यसमा मात्रै हामीले भ्यालु डिफ्रेन्स राखेपछि सबै हाम्रो यहाँ चाहिँ मजाले गर्न सकिन्छ। भाइ बहिनीहरू कस्तो लाग्यो हेरेर चाहिँ प्रतिक्रिया चाहिँ नभुल्नु होला, बारम्बार हेर्नु होला, अनि साबुर आफ्नो कपिया पनि गर्नु होला। यसले चाहिँ तपाईँलाई क्लास 10मा गएर 2 मार्क्समा आइदिन्छ, 3 मार्क्समा आइदिन्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट पनि छ क्लास 9 10 को लागि भाइ बहिनीहरूलाई चाहिँ एकदमै ख्याल गर्नु होला, पढ्नु होला है त। धन्यवाद।